यो नेपाल हामी जब जब चाहिँ ढुङ्गे युगबाट अलिक कृषि युग हुँदै अनि सामाजिक युगतर्फ चाहिँ जब हामी आयौँ तब चाहिँ हामीलाई चाहिँ यो जोडी दुईटा बीचको सहकार्य गर्ने आवश्यकताहरू हुँदै गए हैन। हामीले सामाजिक संरचना बनाउँदाखेरि पनि त्यस्तो खालको जोडी परम्परा बनायौँ। कतिपय हामीले चलचित्रहरू हेऱ्यौँ भने पनि हैन, हामी शोले फिल्मको चाहिँ अमिताभ बच्चन र हाम्रो अर्को हिरोको चाहिँ नि जोडीको कुरा देख्छौँ। सङ्गीतमा हेर्ने हो भनेदेखि हामी नारायण गोपाल र गोपाल इन्जनको जोडी चाहिँ नै राम्रो भएको हामी देख्छौँ। अझै यसको राम्रो उदाहरण त क्रिकेटमा देख्न पाइन्छ। त्यहाँका ती ब्याट्सम्यानहरूको जुन साझेदारी जोडी चाहिँ नै देखिन्छ। खास गरिकन नेपालका एकदमै पपुलर ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी, त्यस पछाडि हाम्रो पौडेलजी, रोहित पौडेलजीहरूको त्यो साझेदारी जोडी बडो राम्रोसँग जमेको पाइन्छ। फिल्मकै कुरा गर्ने हो भने पनि अलि अगाडिका फिल्मको कुरा गर्ने हो भने शिवश्रेष्ठ, भुवन केसीका चाहिँ जोडीहरू राम्रोसँग चलेको पाइन्छ। अब यसलाई पोलिटिक्समा चाहिँ कस्तो छ त हाम्रो जोडी भनेर अलिकति चाहिँ हेर्ने हो भने अलि अगाडिको जोडीहरूको बारेमा मलाई अलिक कम जानकारी भएको भएर म अलि पछिल्ला जोडीहरूको चाहिँ कुरा गर्न चाहन्छु। खास गरिकन 2046 को जनआन्दोलन भइसके पछाडि जब नयाँ सरकार बन्यो त्यतिखेर आदरणीय नेता गिरिजाप्रसाद कोइराला, आदरणीय नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरूको जोडी असाध्यै जमेको केही हदसम्म देखिन्थ्यो। खास गरिकन 2056 सालमा आदरणीय नेता गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दुईटा जोडीलाई अगाडि देखाएर नेपाली काङ्ग्रेस जनमत माग्न गएको थियो। नेपाली जनताहरूले त्यो जनमतलाई स्वीकार पनि गरेर अत्याधिक मत पनि दिएर चाहिँ नेपाली काङ्ग्रेस विजयी पनि भएको थियो। तर त्यो जनमतलाई राम्रोसँग कायम राख्न नसक्दा 2058 को घटना हुँदै हाम्रो राजनीतिक कोर्स चाहिँ नै कहाँ पुग्यो। अब यसको बारेमा मैले चर्चा गर्नुभन्दा पनि यो सभामा म भन्दा पनि दिग्गज त्यसैको अनुभूति गर्नुभएका माननीय ज्यूहरू हुनुहुन्छ। मैले यसलाई जस्ट एउटा रेफरेन्सको रूपमा मात्रै भन्न खोजेको।